तपाईहरुलाई स्वागत छ गाइज मेरो युट्युब च्यानलमा। आज म तपाईलाई देखाउन गएको छु हामीले एउटा करेसाबारीको रूपमा निर्माण गरेको एउटा बारी अथवा गरा। यति पहिला यहाँ यो जग्गा खेर गइरहेको थियो। यहाँ खासै केही पनि थिएन। यहाँ दुबो पलाइरहेको थियो, झारहरू पलाइरहेको थियो। अहिले हामीले यहाँ जग्गा खेर गयो भनेर हामीले यहाँ एउटा करेसाबारी जस्तै एउटा चिनेर बनाएका छौं। तपाईहरु देख्न सक्नुहुन्छ। र हामीले माटो साटो मलसल हालेर हामीले यहाँ खुर्सानी गरेर लगाएका छौँ। तपाईँ देख्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ। हामीले यहाँदेखिबाट हेर्न सक्नुहुन्छ, यहाँदेखिबाट यसरी लगाएर वहीँसम्म लगाएका छौँ। र यस्तो जग्गा हामीले किन बाँध्दैन हुँदैन भन्दाखेरि हामीले कुनै पनि जग्गालाई बाँध्दैन नगर्दाखेरि हाम्रो जग्गाले हामीलाई श्राप दिँदैन। यो बाँझो जग्गा खेर गएको जग्गालाई हामीले सदुपयोग गर्नुपर्छ। चाहिने भन्नु पर्यो हामीले जग्गालाई यसरी सदुपयोग गर्दाखेरि हामीलाई दुईटा फाइदा हुन्छ। एउटा कुरो जग्गाले खेर जाँदैन, अर्को कुरो यस जग्गाबाट हामीले प्रशस्त तरकारीहरू अन्य खाद्य पदार्थ उत्पादन गर्न सकिन्छ। त्यसैले तपाईहरुले यस्तो जग्गा छ भने घर वरिपरि तपाईहरुले यसरी खनजत गरी चिनी यताउति गरी र करेसाबारी जस्तै निर्माण गर्न सक्नुहुन्छ। र यस्तै कृषि सम्बन्धी विभिन्न सरसल्लाह सुझाव चाहिएमा तपाईले यस रमन सूर्य भन्ने युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। धन्यवाद।